नमस्कार। श्रीमद्भागवत गीता कोमल गीता देवासुर संवादी भाग योग 16 दैवी सम्पत्तिका 26 गुण 16 अध्याय पाठ गर्दछु। न डर्नु सात्विकी वृत्ति ज्ञानको योगको स्थिति तपदान यज्ञ दम ऋजुता पाठमा मते अहिंसा सत्य अक्रोध त्याग शान्ति अपैसुन दया अलोभ मृदुता लाज निस्थल लेपन तेज क्षमा धैर्य शौच अद्रोहित अमानिता दैवी सम्पत्तिवालाका हुन्छन् यी गुण सर्वदा छलसेखी मयमा त्याई रिस अज्ञान निष्ठुरी हुन्छन् असुर सम्पदमा जन्मेकाई सधैँभरे दैवी छ मोक्षका निम्ति बन्ध निम्ति छ आसुरी दैवीमा जन्म तिम्रो छ किन सोच्छौ यसो गरे प्राणीका सृष्टिमा श्रेणी दुई छन् देव आसुर कहीँ विस्तारले दैव म भन्छु अब आसुर के गर्नु वा के नगर्नु जान्दैनन् आसुरी जन रहन्नन् तिनमा शौच सत्य आचार अर्जुन ती भन्दछन् जगत झुटो निराधार अनिश्वर अर्को सम्बन्धले सुन्ने कामना तृप्तिको गर अपार काममा धर्दै दम्भ मान मदान दबै मनमानी कल्पनाले गर्छन् दुष्कर्म ती सबै नमरुन्जेलको पापी लम्बा देशिन तदालिने काम भोगमा डुब्दै यही हो सर्वत्र ठानिने बाँधिँदै आशापाशाले काम क्रोध परायण मौजका निम्तिमा जम्मा गर्छन् अन्यायले धन आज मैले यति पाएँ पछि यति म पाउँला साथमा यति मेरो छ भोलि यो अरू आउला मैले यो मारियो शत्रु म मारुला अरू पछि मै हुँ मालिक मै भोगी मै सिद्धि बलवान सुके कुलिन धनवान मै छु को छ मेरो बराबर पुच्छु दिन्छु मोज गर्छु धन्य ती मूर्ख पामर हजारौँ मनले घुम्दै मोहका जालमा परी सुख भोगादिमा लट्टु डुब्छन् नरकमा झरे आत्मासँग लागि ठड्याउ राति मैमत्त धन मानले गर्दछन् नामका यज्ञ विधि छोडेर दम्बले बलसौकी अहङ्कार कामना रिसले गरी सबैका कटमा बस्ने मलाई दोस्तछन् जले ती नीच कुरो विदेशी नराधमहरूकन नीच योनि विषय नित्य फ्याँकिदिन्छु म अर्जुन आसुरी योनि पाएर जन्मेका मूर्ख जीवती मैलाई नचिनी जान्छन् जन्म जन्मै अधोगति कामना क्रोध वा लोभ तिनै आत्मनाशक नरकद्वारा हुन् पार्थ यिनको त्यागै छलायक तिनै तमका डोका देखि जब विमुक्त भो अनि आफ्नो गरी श्रेय तो परमपद निष्ठ भो शास्त्रको विधि छोडेर चल्छ जो मन मोजले सिद्धि सौखे परम धाम कुनै पाउन्न त्यसले शास्त्रै प्रमाण छन् सारा कार्य बुझाउन तस्मा शास्त्र विधानैका कार्यमा चल अर्जुन इति श्रीमद्भागवत गीता उपनिषत्सु ब्रह्म विद्या योग शास्त्रे श्रीकृष्ण अर्जुन संवादे दैवासुर संवादी भाग योग नाम 16 अध्याय। प्रभु नमस्कार।